विराटनगर महानगरपालिका कोशी प्रदेशको राजधानी हो। राजधानीसँगै यो देशकै प्रमुख औद्योगिक सहर पनि हो। प्रदेशको राजधानी तथा औद्योगिक सहरमा केही समय अघिसम्म माछा तथा मासु पसलको अवस्था चिन्ताजनक थियो। सरसफाइको अभावमा उपभोक्ताहरू अस्वास्थ्यकर मासु खान बाध्य थिए। जाली बिना खुल्ला स्थानमा मासुको बिक्री वितरण हुँदै आएको थियो। हटियाहरूमा समेत मासु बिक्री गर्न चलन थियो। मासु पसलमा मासु भण्डारण गर्ने फ्रिजहरू राख्ने चलन थिएन। एउटै पसलबाट खसी, कुखुरा तथा राँगाको मासु बिक्री वितरण भइरहेको थियो। माछा तथा मासु पसलको गुणस्तरमा समस्या देखिएपछि विराटनगर महानगरले माछा तथा मासु पसल सम्बन्धी मापदण्ड बनायो। मापदण्ड बनाएपछि अहिले महानगरले 1 वर्ष यता माछा तथा मासु पसलको अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा मापदण्ड अनुसार माछा तथा मासु पसल सञ्चारमा नभएको पाइए सुधारका लागि पत्र दिने गरिएको छ। सुधारको पत्रसहित समय दिँदा पनि सुधार नभई कारबाही गर्ने नीति महानगरको छ। विराटनगर महानगरपालिका पशुपक्षी विकास महाशाखाका अनुसार विराटनगरमा सञ्चार रहेका 125वटा माछा तथा मासु पसललाई सुधारका लागि अहिलेसम्म पत्र दिएको छ। अब पुनः जाँदा सुधार नभएको पाइए कारबाही गर्ने महाशाखाले जनाएको छ। धेरै पसलहरूमा अझ धेरै सुधार भएको छ नै। उहाँहरूले अहिले खसीको मासु, कुखुराको मासु छुट्टा छुट्टै स्टल राखेर बेच्न थाल्नु भएको छ। साथै घेरबार गरेर जाली राखेर झिङ्गा नभन्किने गरी फोहोर नहुने गरी बिक्री वितरण गर्न थाल्नु भएको छ। अनि हामीले अर्को चाहिँ कालो प्लास्टिक प्रयोग नगर्नु भनेको छ। अझ तपाईँहरू धेरै पसलहरूमा जानुहुन्छ भनेदेखि उहाँहरूले सेतो प्लास्टिकमा हालेर बाहिरबाट मात्रै कालो प्लास्टिकमा दिन थाल्नु भएको छ। पहिलो चरणमा अनुगमनमा जाँदा मापदण्ड पूरा नभएका पसलहरूलाई सुधारका लागि समय सीमा तोक्दै पत्र दिएको छ। पत्र दिएर सुधारका लागि आग्रह गरिए पनि नसुध्रिए कारबाही गर्ने नीति लिएको महानगरले जनाएको छ। अनुगमनका क्रममा पसलको अवस्थासँगै ढक तराजुको समेत अनुगमन हुने गरेको छ। यो सँगै महानगरमा दर्ता भए नभएको र नवीकरण भए नभएको समेत चेक जाँच गरिने पशुपक्षी विकास महाशाखाका प्रमुख हिरलाल शाह बताउँछन्। विराटनगर महानगरपालिकाले जारी गरेको निर्देशिका छ। निर्देशिका अनुसार हामी मासु पसलमा अनुगमन गरेका छौँ र मासु पसल अनुगमन गर्दा निर्देशिका विपरीतका ठाउँहरू पनि भेटिया छ। कतिपय ठाउँमा निर्देशिका अनुसार काम भएको छ, कति ठाउँ भएको छैन र हामी त्यस किसिमकै अनुगमन गरेका छौँ। निर्देशिका विपरीत यो जाली सिसा नलगाएको, तपाईँको कोही नालामाथि राखेर बिक्री वितरण गरेको, कोही चाहिँ हाम्रो महानगरपालिकाको जुन निर्देशिका छ निर्देशिका अनुसार नै पाइयो। यो हाम्रो समिति छ, हाम्रो संयोजक हुनुहुन्छ हाम्रो 19 नम्बरको वडा अध्यक्ष श्याम प्रसाद घिमिरेज्यू। हामी गर्ने बेलामा समिति बसेर निर्णय गरेर अब फलान दिनदेखि गर्छौँ भनेर हामी उहाँहरूले भनेअनुसार हामी अगाडि बढ्छौँ। विराटनगर महानगरले 2075 सालमा बजार अनुगमन निर्देशिका बनाएको थियो। बजार अनुगमन निर्देशिकामा उपमेयरको संयुक्ततामा अनुगमन समिति बनाइएको छ। विराटनगर महानगरका मेयर शिल्पा कार्कीले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन थप समितिहरू बनाएको बताइन्। उपभोक्ताको हितको निमित्त महानगरले चाहिँ यो अनुगमनलाई चाहिँ चुस्त दुस्तो बनाइरहेको छ। हुन त अब यसरी सरसर्ती हेरिरहँदाखेरि हामीलाई त्यो एउटा आरोप पनि छ, महानगरले चाहिँ अनुगमन गरेन भन्ने कुराको आरोप पनि छ। तर विराटनगर महानगरपालिकाको अनुगमन टोली चाहिँ विभिन्न क्षेत्रमा नियमित रूपमा एउटा क्यालेन्डरै बनाएर अनुगमनमा अहिले हिँडिरहनु भएको छ। त यद्यपि हामीले अनुगमनमा गइरहँदाखेरि चाहिँ त्यो जुन ठाउँमा हामी अनुगमनमा जान्छौँ त्यहाँ चाहिँ एउटा त्रासको वातावरण नहोस्, सिर्जना नहोस् भनेर चाहिँ हामी एउटा सानो टिम लिएर मिडिया पत्रकार लिएर नगएर त्यसलाई चाहिँ मिडियाबाजी नगराइकन त्यहाँनिर गएर त्यहाँ उसलाई सिकाउनु पर्ने कुराहरूमा सिकाएर अवेरनेस गराउनु पर्ने कुरामा अवेरनेस गराएर त्यो यो कुरामा चाहिँ तपाईँहरूले सुधार्नुपर्छ भनेर त्यसरी गरेको छ। र यो चाहिँ हरेक क्षेत्रमा यो चाहिँ शिक्षामा, स्वास्थ्यमा, खाद्यान्नमा, हस्पिटलमा हरेक सेक्टरमा हाम्रो अनुगमन चाहिँ नियमित भइरहेको छ। र अनुगमन गरिरहँदाखेरि विशेष गरेर खाद्यान्नमा चाहिँ विषादी
विषादी चेक गर्ने चाहिँ नि हामीसँग कुनै माध्यम नभएको कारणले गर्दाखेरि चाहिँ नि हामीले अहिले एउटा पोर्टेबल ल्याब जसले चाहिँ नि त्यो खाद्यान्न वस्तुमा कति चाहिँ नि पेस्टिसाइड छ भन्ने कुराको चाहिँ नि मापन गर्नको निमित्त एउटा पोर्टेबल ल्याब चाहिँ नि महानगरको हुनुपर्छ भनेर अस्तिको बजेटले चाहिँ नि त्यो हामीले बजेट पनि विनियोजन गराएको छौँ। हाम्रो त्यो खरिद प्रक्रियामा छ। उहाँहरूले चाहिँ नि त्यो एउटा राम्रो खालको पोर्टेबल ल्याबको चाहिँ नि अब इन्स्टल यो आर्थिक वर्षमा हुन्छ भन्ने कुराको पनि मैले यहाँलाई जानकारी गराउँछु। नियमित अनुगमन, व्यवसायीको सहभागिता र उपभोक्ताको सचेतनाले मात्र खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ। विराटनगर महानगरको यो पहललाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक छ।